हजुरहरूलाई स्वागत छ। ल हेर्नुहोस्, अहिले तपाईँ न्यु रोडबाट यो भिडियो प्रत्यक्ष रूपमा हेर्दै हुनुहुन्छ। हिजो होली खेलेर चाहिँ तपाईँको चाहिँ रङ्गीन भएको यो सडकलाई चाहिँ अहिले तत्कालै यहाँ काठमाडौँ महानगरपालिकाले यसरी चाहिँ सफा गर्दैछ। ल हेर्नुहोस्, हिजो यहाँ चाहिँ होलीको कार्यक्रम थियो। होलीको क्रममा चाहिँ यहाँ चाहिँ रङहरूले चाहिँ यो सडक पुरै रङ्गिएको थियो। तपाईँ यो रङ्गीन सडक देख्न सक्नुहुन्छ। यताबाट चाहिँ तपाईँको चाहिँ यसरी सरसफाइ भइराखेको छ। यहाँ काठमाडौँ महानगरपालिकाले एकदमै राम्रोसँग चाहिँ यो हिजोको होलीलाई चाहिँ यो पखाल्नलाई चाहिँ अहिले चाहिँ यहाँ ट्याङ्करबाट चाहिँ पानी लिएर आएर चाहिँ यसरी पानीको फोहरा लाएर चाहिँ सरसफाइ गरिरहेको छ। ल हेर्नुहोस् है, यो काठमाडौँ महानगरपालिकाको यो बालेन शाहको काम तपाईँलाई कस्तो लाग्यो? कृपया उहाँको काम चाहिँ तपाईँलाई चाहिँ राम्रो लागेको छ भनेदेखि यो भिडियोलाई चाहिँ हेरेर चाहिँ लाइक, सेयर र कमेन्ट गर्न सक्नुहुन्छ। यसरी चाहिँ सरसफाइमा चाहिँ यसरी चाहिँ महानगरपालिकाले देखाएको यो अग्रसरताप्रति सम्मान गर्नै पर्छ। दाइ, कस्तो लागिरहेको छ तपाईँलाई यो महानगरपालिका गरे काम? मलाई चाहिँ एकदम राम्रो लाग्छ। म त स्पेशल हेर्नै आएको आज। तपाईँ यो हेर्नै आउनु भयो? ल हेर्नुहोस्, हिजो यहाँ होलीको कार्यक्रम थियो होइन? होलीको कार्यक्रम पछाडि यो भएको अबिरहरू पखाल्नलाई यसरी चाहिँ 3-4 ट्याङ्करहरू आएर चाहिँ सरसफाइ गरिरहेको छ होइन? के भन्न चाहनुहुन्छ बालेन शाहलाई? होइन, मलाई चाहिँ एकदम राम्रो कि यहाँ अब यस्तो अन्डरग्राउन्ड छ अरे के छ भन्नु होइन। मैले चाहिँ विदेश बस्थेँ, विदेशबाट मैले भिडियोमा कुन देशमा बस्नुहुन्थ्यो? म कतारमा बस्थेँ र म स्पेशल अब भोलि जाँदैछु। भोलि जाँदै हुनुहुन्छ? हिजो चाहिँ आएको थिएँ म घर काठमाडौँ यहाँ। हजुर, अनि म चाहिँ हेरौँ कस्तो चाहिँ बनाएको रहेछ, विदेशी सिस्टम छ अरे भनेर म अब विदेश जाँदा तपाईँले बालेन शाहलाई के सन्देश दिएर जानुहुन्छ तपाईँ? होइन, उहाँले एकदम राम्रो गर्नुभएको छ। मैले यसो हेरेँ होइन, अन्डरग्राउन्ड छ अरे यहाँनिर भनेर म हेर्नै आएको छु। हजुर, दाइको शुभ नाम? मेरो हिरालाल विक। घर चाहिँ कहाँ पर्यो? झापा तुदे। झापा? हजुर। ल, झापादेखि दाइ चाहिँ यहाँ चाहिँ विदेश जाने हुँदो रहेछ। भोलि यो न्यु रोड हेर्न भएर आउनु भएको रहेछ है। दाइसँग कुराकानी गर्न पाइयो। हस् त, धन्यवाद है त दाइ। हस् त, हस् हस्। ल हेर्नुहोस्, यहाँ चाहिँ महानगरपालिकाको कामलाई चाहिँ चौतर्फी रूपमा चाहिँ सपोर्ट भइराखेको छ। राम्रो काम गर्ने मान्छेलाई चाहिँ जतासुकैबाट पनि सपोर्ट हुन्छ भन्ने यो चाहिँ राम्रो उदाहरण पनि हो। ल हेर्नुहोस्, यहाँ चाहिँ अहिले 3-4वटा ट्याङ्कर आएर चाहिँ यो न्यु रोडमा चाहिँ सरसफाइ कार्यक्रम भइराखेको छ है। यसरी चाहिँ राम्रो काम गर्नुभएकोमा है काठमाडौँ महानगरपालिका यो वडा नम्बर 24 अन्तर्गत पर्छ है। वडा नम्बर 24 का वडा अध्यक्ष विनोद राज भण्डारी लगायत यो बालेन शाहको टिमलाई चाहिँ हार्दिक धन्यवाद।